नेपालमा क्यान्सरको रोगलाई आवश्यक पर्ने कच्चा पदार्थ तयारी औषधिहरू उत्पादन गर्ने यो पहिलो उद्योग हो। करिब 130 करोडको लगानीमा यो उत्पन्न भइरहेछ। नेपालको जडीबुटीबाट यो लोड सल्लोबाट चाहिँ हामीले प्रशोधन गरेर आएकोबाट हामीले उत्पादन गरिसकेका छौँ। यो उद्योगमा क्यान्सरको कच्चा पदार्थ र सँगै चाहिँ क्यान्सरको ट्याब्लेट, क्याप्सुल र इन्जेक्सनमा पनि चाहिँ लाइफलाइज इन्जेक्सन हामीले उत्पादन गरेर आयातलाई न्यूनीकरण गरौँ भन्ने उद्देश्यले यो जाइडिन बायोटेक नामक औषधि उद्योग चाहिँ हामी यहाँ चाहिँ उत्पादन गरेका छौँ। शरणपुर भरतपुर 16 वार्ड यो चाहिँ ठुलोगढी चोकमा यो उद्योग चाहिँ स्थापित भएको छ। अब हामीलाई थाहा छ नेपालको जडीबुटी को अपार सम्पदा भएको धेरै महत्त्वपूर्ण जडीबुटीहरू यहाँ नेपालमा प्रशस्त पाइन्छ। जडीबुटी चाहिँ कौडीको भावमा हामीले निर्यात गर्छौँ र उतैबाट फेरि चाहिँ त्यही जडीबुटीबाट बनेर आएको औषधिहरूलाई हामीले 10 गुना 20 गुना हामीले चाहिँ मूल्य हालेर हामीले चाहिँ प्रयोग गर्छौँ। अब हाम्रो जडीबुटीलाई नै हामीले चाहिँ म्याक्सिमम हामीले प्रशोधन गरेर हामीले म्याक्सिमम औषधिहरू हामीले उत्पादन गर्न सोच बनाएका छौँ। यो नेपालको एउटा खुसीको कुरा हो। नेपालमा पहिलोचोटि चाहिँ औषधिको कच्चा पदार्थ, त्यसमा पनि अति संवेदनशील औषधिको क्यान्सरको कच्चा पदार्थ उत्पादन गर्ने औषधि उद्योग हो। यो जाइडिन बायोटेक यो उद्योगको नाम हो। यो चाहिँ शरणपुर भरतपुर 16 वार्ड यो चाहिँ ठुलोगढी चोकमा यो उद्योग चाहिँ स्थापित भएको छ। करिब 2 वर्ष अगाडिदेखि हामीले यहाँ चाहिँ निर्माणाधीन अवस्थामा छौँ। यो उद्योगमा क्यान्सरको कच्चा पदार्थ र सँगै चाहिँ क्यान्सरको ट्याब्लेट, क्याप्सुल र इन्जेक्सनमा पनि चाहिँ लाइफलाइज इन्जेक्सन हामीले उत्पादन गरेर नेपालको क्यान्सर ओखतीको परनिर्भरता जो छ अहिले हामीले आयात गरिरहेका छौँ, त्यसलाई पनि केही हदसम्म चाहिँ हामीले चाहिँ सहजीकरण गरौँ, आयातलाई न्यूनीकरण गरौँ भन्ने उद्देश्यले यो जाइडिन बायोटेक नामक औषधि उद्योग चाहिँ हामी यहाँ चाहिँ उत्पादन गरेका छौँ। यो अब हाल आएर चाहिँ एउटा नेपालको जडीबुटीबाट यो लोड सल्लोबाट चाहिँ हामीले यो औषधि चाहिँ प्याक्लिट्याक्सल, डोसिट्याक्सल भन्ने 2 थरी औषधि हामीले लोड सल्लोबाट प्रशोधन गरेर आएकोबाट हामीले उत्पादन गरिसकेका छौँ। र यो प्याक्लिट्याक्सल भनेको क्यान्सरको केमोथेरापी इन्जेक्सन बनाउनमा यो प्रयोग हुन्छ। यो धेरै क्यान्सर बिरामीलाई यसको चाहिँ धेरै नै प्रयोग छ यो औषधि। र यो बाहेक चाहिँ यो उद्योगले अरू चाहिँ 10-15 थरी चाहिँ क्यान्सरमै लाग्ने अरू विभिन्न औषधिको कच्चा पदार्थ उत्पादन गर्ने र सँगै चाहिँ करिब 25-30 वटा चाहिँ क्यान्सरमा प्रयोग हुने चाहिँ अन्य ट्याब्लेट, क्याप्सुल, इन्जेक्सन हामीले चाहिँ उत्पादन गर्ने एउटा उद्देश्यका साथ चाहिँ यो जाइडिन बायोटेक हामीले स्थापना गर्न लाग्छौँ। र हाल चाहिँ कच्चा पदार्थको प्याक्लिट्याक्सल र डोसिट्याक्सल तयारी भइसक्यो र यसको चाहिँ व्यापार गर्ने हामी सिलसिलामा हामी धेरै निकै छिटै हामीले यो चाहिँ व्यापार सुरु गर्छौँ र करिब 8-10 महिनापछि चाहिँ हाम्रो चाहिँ ट्याब्लेट, क्याप्सुल, इन्जेक्सनको पनि प्लान्ट निर्माण हुँदैछ। 8-10 महिनापछि हामीले चाहिँ क्यान्सरको धेरै थरी औषधिहरू हामीले यहीँ नेपालको बजारलाई हामीले उपलब्ध गराउनेछौँ। नेपाली जडीबुटी भन्नुभयो, यो कहाँबाट कसरी सुरु गरेर प्रशोधन गरेर यहाँ आइपुग्छ? अब हामीलाई थाहा छ नेपालको जडीबुटी को अपार सम्पदा भएको धेरै महत्त्वपूर्ण जडीबुटीहरू यहाँ नेपालमा प्रशस्त पाइन्छ र हामीले यो जडीबुटीलाई हामीले प्रशस्त रूपमा चाहिँ हामीले उपयोग नगरेको अवस्था हो। हाम्रो जडीबुटी चाहिँ कौडीको भावमा हामीले निर्यात गर्छौँ र उतैबाट फेरि चाहिँ त्यही जडीबुटीबाट बनेर आएको औषधिहरूलाई हामीले 10 गुना 20 गुना हामीले चाहिँ मूल्य हालेर हामीले चाहिँ प्रयोग गर्छौँ। अब हाम्रो जडीबुटीलाई नै हामीले चाहिँ म्याक्सिमम हामीले प्रशोधन गरेर हामीले म्याक्सिमम औषधिहरू हामीले उत्पादन गर्न हामीले सोच बनाएका छौँ। यहाँ जडीबुटी धेरै छ,
नेपालमा लोडसल्लो भन्ने चाहिँ यो प्रजाति यो जसको चाहिँ क्यान्सरमा धेरै राम्रो रोल छ, करिब 20 वर्ष अगाडि डाबरले सुरु गरे हो र यो चाहिँ करिब 40-45वटा जिल्लामा यो लोडसल्लो पाइन्छ र त्यो बाहेक पनि अरू धेरै जडीबुटीहरू छ जो विभिन्न टेराइनमा, जस्तो तराई, मिड माउन्टेन अनि हाई माउन्टेन यो एरियामा चाहिँ पाउने धेरै थरीका जडीबुटीहरू हामी कहाँ प्रशस्त छ। त्यसको औषधि बनाएर अब भविष्यमा हामीले चाहिँ बजारमा ल्याउने हाम्रो उद्देश्य छ। नेपालमै यो एलोपेथिक औषधिको मलिकुलको रूपमा जुन कच्चा पदार्थ उत्पादन गर्दै हुन्छ, यो चाहिँ के पहिलो उद्योग हो कि के छ? नेपालमा क्यान्सरको क्यान्सरको रोगलाई आवश्यक पर्ने कच्चा पदार्थ र फिनिस्ड तयारी औषधिहरू उत्पादन गर्ने यो पहिलो उद्योग हो, जसले ट्याब्लेट, क्याप्सुल, इन्जेक्सन सबै प्रकारका डोजेस फर्म उत्पादन गर्ने पहिलो उद्योगको रूपमा यो जाइडिन बायोटेकलाई यहाँले लिन सक्नुहुन्छ। लगानीको अवस्था के छ यो उद्योग? यो उद्योगको करिब 130 करोडको लगानीमा यो उत्पन्न भइरहेछ। यो करिब 2.5 बिघा जग्गा भएको र करिब 30,000 स्क्वायर फिट भन्दा बढी होला हैन। यो पुरै यहाँको चाहिँ क्षेत्र यहाँले अवलोकन गर्नुस्, यहाँले हेर्नुस्। दुई चारवटा प्रविधि उपकरणहरू चाहिँ कस्तो प्रयोग गरिन्छ, कहाँबाट ल्याइएको छ? प्रविधि चाहिँ हामीले बेसिकली चाइना र इन्डियाबाट हामीले आयात गरिरहेका छौँ। सबै लेटेस्ट प्रविधि हामीले प्रयोग गरिरहेका छौँ। मिसनरीहरू पनि नयाँ प्रविधिको मिसनरी हो, जहाँ चाहिँ क्यान्सर अलिकन चाहिँ साइड इफेक्ट बढी भएको औषधि हो, जहाँ चाहिँ मानवको सुरक्षाको सम्पूर्ण ध्यान दिएको छ। यसमा चाहिँ ओइबी लेभलमा छ, अकुपेसनल एक्सपोजर लिमिट चाहिँ करिब चाहिँ OEB4 भन्ने हामीले भन्छौँ। यो चाहिँ यहाँ काम गर्ने मान्छेलाई हुन सक्ने जोखिमहरू हामीले टोटल्ली हामीले न्यूनीकरण गरेका छौँ। त्यसमा चाहिँ साइड इफेक्ट केही नहुने गरी हाम्रो उद्योग चाहिँ स्थापना भइरहेको छ। यसरी हाम्रो कच्चा पदार्थ विदेशमै निर्यात हुने हो? हामीले उत्पादन गर्ने चाहिँ कच्चा पदार्थ चाहिँ हामीले अहिले फिलहाल चाहिँ हाम्रो इन्डिया, भारतमा हामीले निर्यात गर्छौँ। त्यसपछि हामी पहल गरिरहेछौँ हाम्रो पाकिस्तान र बङ्गलादेशमा पनि हामीले कच्चा पदार्थलाई निर्यात गर्ने हाम्रो पहल हुँदैछ र धेरै छिटो हामी चाहिँ यो उद्योगको WHO GMP हामीले हासिल गरिसकेपछि हामीले चाहिँ यो यी कन्ट्रीमा जान्छौँ। यो दुईवटा छिमेकी मुलुकमा जान्छौँ। त्यसपछि अन्य देशमा पनि हामी जाने हाम्रो उद्देश्य रहेको छ।